हिजो साह्रै भोक लाग्यो हौ। अनुहार यस्तो छ के गर्नु, फेरि पनि भिडियो चाहिँ बनाउनु मन लाग्छ है। यसो चाउमिन खानु मन लागेर एउटा आइसक्रिम र चाउमिन खाएँ। टक्कसँगले खाँदैछु है। मोबाइलको कभर हाल्नु गएको, कभर सभर हालियो, के गर्नु। भोकले लास्टै प्याक भएँ, नखाए नि भएन। के गर्नु, भोक मात्रै लाग्छ, ज्यान चाहिँ लाग्दैन है। यस्तै छ, यस्तो छ चाउमिनी। यसरी खाँदैछु, निल्न पनि गाह्रो छ मलाई त। चाउमिनले पनि अड्काउँछ, के गर्नु साथी हो। यस्तो छ, यसरी चाहिँ चाउमिन खाँदैछु है। यो चाहिँ हाम्रै लेटाङको मोरङ लेटाङको होटेलमा टक्क खाँदैछु। कपाल परेछ क्या यहाँनिर छोरी मान्छेको। राम्रो पकाउँदैन होटेलमा, के गर्नु। खानु त नहुने हो। कपाल परेछ भनेको होटल त महँगै छ पो भन्दो रहेछ। होइन हौ, केस पो परेछ त भनेको। फेरि सुन्दैन यार। म बिस्तारै बोल्छु है। मेरो आवाजै सानो आउँछ, के गर्नु। आवाजै निक्लिँदैन क्या ठुलो चाहिँ। त्यही भएर म पनि छोडिदिन्छु होला है। नास्ता खाइयो अनि बसियो, भिडियो बनाइयो। भिडियो बनाउँदै लामो पो हुने भएछ है। हेरिदिनु होला सबैले कस्तो लाग्छ। यस्तै छ है। चाउमिन फेरि मेरो लास्टै फेभरेट हो कि। तपाईँहरूलाई कस्तो लाग्छ, राम्रो लाग्छ लाग्दैन चाउमिन। र मलाई चाहिँ लास्टै मिठो लाग्छ कि चाउमिन र मोमो। अनि भेज खाउँ कि भनेको, फेरि चिकन खानु मन लाग्यो। राम्रो बनाएर छ चिकन चाहिँ, तर चाउमिनमा कपाल पारेर खत्तम। अब के गर्नु, नखाउँ पनि भोक लागेछ। खाउँ भने दिनभरिको शिखर, नखाउँ भने बाँदरको अनुहार भन्छ। खाए पनि अनुहार मेरो यस्तै हो, नखाए पनि अनुहार यही हो। साथीहरू भिडियो चाहिँ पुरा वाच गरिदिनु होला, हेरिदिनु होला कस्तो लाग्छ। क्यामेरा राम्रो छैन है, यस्तो खालको देखिरहेछ। यो खिच्न मिलेन कि, त्यही भएर यो चाहिँ ठाडो पारेर खिचेको छु मैले भिडियो है। कस्तो लाग्छ लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। हेरेर यसो मन परेछ भने एउटा कमेन्ट छोडेर जानु होला। सबैजनाले माया गरिदिनु होला। मेरो नयाँ च्यानल छ, भर्खर खोलेको है। सबिन चामलिङ छ, हेर्न सक्नुहुन्छ। तपाईँहरूले सर्च गर्न सक्नुहुन्छ है। मेरो च्यानलमा यस्तो छ। टक्क हात कामेको हेर न, मेरो यसरी हात काप्छ कि, के गर्नु। अब चिसो खानु पऱ्यो चट्टसँगले। नखाइ भएन, चिसो चाहिँ खानैपर्छ। हेर्नुहोस् है, 1 गिलास भरेको छु। एक्सट्रिम हो कि, लास्टै कडा हुन्छ कि, त्यही भएर हल्का पानी हालेर खाँदैछु, पिउँदैछु भनौँ न। हेर्न सक्नुहुन्छ, यसरी खाँदैछु। एभ्रिवान सबैले कस्तो लाग्छ यो भिडियो। लामो भइहाल्यो, 5 मिनटभन्दा अलिक बढी नै हुने भएछ। हेर्नु होला। खाइसक्न लागेँ मैले चाहिँ चाउमिन है। एकदम छिटो खाने कोसिस गर्दैछु, भिडियो लामो भएर होइन। के गर्नु, भिडियो त छोटो बनाउँ भनेको मैले बनाउँ चाहिँ, तर यो खाइसक्दा ओर्दा लामो भिडियो भयो। साथीहरू पुरा वाच गर्नु होला, नरिसाउनु होला, नरिसाइकन हेरिदिनु होला। यस्तै छ, मान्छे सानो तर खाना चाहिँ टन्नै खान्छु है। तर ज्यानमा भनेको फिटिक्कै लाग्दैन, के गर्नु। ज्यान यस्तै छ मर्न लागेको।
ल ल साथीहरू राम्रोसँगले बस्नु, कहाँबाट हुनुहुन्छ, कताबाट हुनुहुन्छ, कुन ठाउँबाट हेर्दै हुनुहुन्छ है त, सबैले माया गरिदिनु होला।